हेलो अनि नमस्ते भन्न चाहन्छु है। नयाँ दिनसँगै नयाँ भिडियोमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। म विशाल थापा र तपाईँलाई मेरो युट्युब च्यानल मेरो क्लिकमा स्वागत गर्न चाहन्छु। र आज चाहिँ हामी यो हाम्रो फोटोग्राफर सङ स्याङ्जाले आयोजना गरेको 2 दिने ट्रेनिङको लागि उपस्थित भएको छौँ। र हिजोको ट्रेनिङ चाहिँ हाम्रो अनलाइन सम्बन्धी थियो भने आज चाहिँ हाम्रो पोर्ट्रेट फोटोग्राफी सम्बन्धी छ। त्यो कसरी लिन्छ त्यो हामी हेर्न सक्छौँ आजको क्लास चाहिँ। अनि ल आज चाहिँ हामी यहाँ वालिङ आएको छु म चाहिँ। र आजको चाहिँ म थोरै भिडियोहरू बनाउने छु, तपाईँहरूलाई देखाउने छु है त। ल लेट्स गो। त्यसमा नि है त यस्तो दूरबीनको चाहिँ ग्लासलाई लिएर एउटा बन्द कोठामा राखेर टाढाको चित्रलाई के त सबै कुरा अँध्यारो बनाइसकेको छु। त्यहाँनिर एउटा सानो कर्नर बनाइदिएर उतापट्टि एउटा फिल्टर एउटा चाहिँ लेन्स लगाएर त्यहाँ फिट गऱ्यो भने त्यहाँको चित्र त यता आउँछ नि त। यो क्यामेरा अब्सक्युर पनि त्यसरी नै विकास गरे हो। र त्यसलाई के त तामाको प्लेटमा सिल्भर सल्फाइड नुन दलेर त्यो छाया चाहिँ त्यहाँ क्याप्चर गरे हो। त्यही फोटो चाहिँ विश्वको चाहिँ पहिलो फोटो हो। तपाईँले यदि फोटो खिचेर तपाईँले खिचेको फोटोलाई फोटोसपमा गएर सिधा बनाउनु पर्छ भने त्यो कमजोरी कसको हो? तपाईँको हात सिधा छैन भन्ने बुझायो नि। तपाईँले क्यामेरै सिधा समातेको छैन भन्ने बुझ्यो हो। क्यामेरा त सिधा समाउनु पऱ्यो नि भाइ। त्यो भएर मैले सुरुवात त्यहाँबाट गरेँ। अब कोले हो अब रुल अफ थर्ड भनेको के हो? अब हेर्नुहोस् है के हो रहेछ रुल अफ थर्ड भनेको हेर्नुहोस् त। एकदम बेसिक कुरा हो, एकदम बेसिक कुरा हो। अब रुल अफ थर्डलाई तपाईँले प्रयोग गर्नु भएन। जस्तो त्यो ब्ल्याक एन्ड व्हाइट फोटोमा हेर्नुहोस्, त्यो समुद्र हेर्नुहोस् त, समुद्रको लेभल त्यो रुलरले चाहिँ स्ट्रेट गरेर नापेको छ हो। यदि तपाईँले त्यो रुल अफ थर्ड प्रयोग गर्नु भएन भने भरे तपाईँले गएर आफ्नो खिचेको फोटोहरू हेर्नुहोस्, त्यो बाङ्गे टिङ्गे यसरी आइरहेको हुन्छ नि। हरेक फोटो यस्तो गर्दाखेरि प्रत्येक फोटोमा चाहिँ नेक्स्ट गर्दा यस्तो गर्दा नेक्स्ट गरेर यसो गरिरहेको हुन्छ, यस्तो चलिरहेको हुन्छ नि। त्यो के हो? तपाईँको हात सिधा छैन। नम्बर 1 हात सिधा गर्नुहोस्, रुल अफ थर्डको प्रयोग गर्नुहोस्। रुल अफ थर्डमा के त 4वटा गोल्डन पोइन्ट्स हुन्छ। अब यो भनेको त सामान्य एउटा बेसिक मात्र प्रिन्सिपल मात्रै हो रुल अफ थर्ड। 4वटा गोल्डन पोइन्टलाई प्रयोग गर्ने। तर के त क्रिएटिभ पोर्ट्रेट फोटोग्राफर ल्यान्डस्केप फोटोग्राफरले थुप्रै रुल अफ थर्डलाई प्रयोग गर्छ। फिबोनाची स्पाइरल भन्छ क्या त्यो रुल अफ थर्डलाई। रुल अफ थर्डले 3टा चिजलाई नै समेटेको हुन्छ, फोरग्राउन्ड, सब्जेक्ट, ब्याकग्राउन्ड। फोरग्राउन्ड, सब्जेक्ट, ब्याकग्राउन्ड, त्यो सबै चिजलाई कम्बिनेसन मिलाउने नै केले हो? रुल अफ थर्डले हो। पनि हामी एउटा ट्रेनिङ एकदम स्मुथली मामाको कुराको चाहिँ पाके मौका दिन्छ। ग्रिड भन्छ क्या, ग्रिड डिस्प्ले अन र अफ भन्ने हुन्छ, त्यो अन गर्नुहोस् त्यसलाई। तपाईँले कस्तो खालको फोटोग्राफी गर्ने हो त्यो पहिला मेक स्योर हुनुहोस्। त्यसपछि बल्ल के त तपाईँले त्यसको इक्विपमेन्टलाई सेलेक्सन गर्नुहोस्। अब तपाईँले म बाहिरको बिहाको फोटो खिच्दिनँ केही गर्दैन, एउटा सामान्य स्टुडियोमा बसेर एउटा पासपोर्ट साइज मात्रै खिच्ने हो भन्छ भने तपाईँको निकोनको त्यो 1855को 3100 3200 भए पनि हुन्छ होइन। क्याननको चाहिँ तपाईँको त्यो क्रप सेन्सरको सामान्य क्यामेरा पासपोर्ट साइजमा चाहिँ खिच्छु भन्यो भने त्यो भए नै हुन्छ। होइन तपाईँको चाहिँ म त के त अब होइन म अलिकति प्रो टाइपको काम गर्छु भन्छ भने बल्ल तपाईँलाई के त फुल फ्रेम क्यामेरा चाहियो, 24-70 70-200 को लेन्स, प्राइम लेन्सहरू चाहियो, फास्ट लेन्सहरू चाहियो होइन। होइन म त्यो होइन, म चाहिँ अब वाइल्ड लाइफ फोटोग्राफी गर्छु भन्छ भने वाइल्ड लाइफ फोटोग्राफी गर्नलाई के त तपाईँलाई के त टेली लेन्सहरू चाहियो। अब जस्तो यो छ, मैले यसलाई के भन्छ हात्तीको देखाउन दाँत भन्छु है मेरो भाषामा। तपाईँहरूलाई के लाग्छ? यो हात्तीको देखाउन दाँत हो, यसले चबाउन दाँत अर्कै हुन्छ। यसले मान्छेलाई झुक्याउने मात्रै हो।
तपाईँको बिहाको 90% फोटो 24-70 खिच्यो। यो त खालि यसो दुलादुलैको पोर्ट्रेट खिच्नलाई र मान्छेले हेर्दा यति लामो लेन्स सेतो लेन्स ल्याएको थियो भने देखाउने मात्रै। यो प्रयोग एकदमै कम हुन्छ हो। 100% फोटोग्राफीमा 70% फोटोग्राफी भनेको 24-70 2.8ले सकाइदिन्छ। यो त कतै कतै अलिकति ब्लग सर्टहरू, अलिकति क्लोजअप सर्टहरू होइन, अलिकति क्यान्डिड सर्टहरू खिच्नको लागि मात्रै। क्यान्डिड भनेको बुझ्नुहुन्छ नि होइन, क्यान्डिड सर्टहरू खिच्नको लागि। स्टोलेन सर्ट पनि हुन्छ, थाहै नपाइकन खिचिदिने, तपाईँलाई पोज नगरिकन खिचिदिने, त्यो फोटो राम्रो आउँछ नि त है। BKT भनेको ब्राकेटिङ भनेको तपाईँलाई कतै कुनै ठाउँमा गएर फोटो खिच्दाखेरि यस्तो कन्डिसन आउँछ कि तपाईँले खिच्न खोजेको सब्जेक्ट एकदमै डिम लाइटमा छ, मान्छे बाहिर आउटडोरमा फोटो खिच्न खोज्यो, तपाईँले फोटो खिच्न खोजेको ठाउँमा एकदम छाया छ, लाइटै पुग्दैन त्यहाँ, तपाईँसँग फ्ल्यास लाइट छैन या छाता लाइट छैन, केही पनि छैन, फ्ल्यासै छैन तपाईँको, तर तपाईँले खिच्न खोजेको सब्जेक्ट चाहिँ अँधेरोमा छ। त्यो अँधेरो पछाडिपट्टि पनि त्यो पहाड फेरि के त घाम परेको छ, राम्रो छ होइन। त्योभन्दा अझ परपट्टि चाहिँ अब आकाश एकदम चर्को छ, 3 थरी लाइट भयो नि त त्यहाँ होइन। त्यो 3 थरी लाइट भयो भने तपाईँले के त त्यो BKT चलाउने। BKT भनेको एक्सपोजर ब्राकेटिङ भनेको हुन्छ नि, त्यस्तो कन्डिसन होइन, धेरै ठाउँमा हुन्छ त्यस्तो कन्डिसन। विशेष गरी आउटडोरमा चाहिँ तपाईँ फोटोग्राफी गर्दाखेरि त यो कन्डिसन त धेरै ठाउँमा आउँछ। मैले नभनी नहुनुपर्ने कुराहरू चाहिँ यहाँ पिक्चर प्रोफाइल हेर्नु चाहिँ यो यसमा चाहिँ निकोनको आइरहेको छ, क्याननको पनि, सोनीको पनि, त्यो सबै हो। यदि तपाईँ साँच्चैको प्रोफेसनल फोटो बनाएर दिन्छु भन्नुहुन्छ भने तपाईँ स्ट्यान्डर्डमा खिच्ने होइन, फ्ल्याटमै रमै खिच्ने हो। मेरो भाषामा र भनेको काँचो अन्डा हो। तपाईँलाई काँचै खायो भने तपाईँको खुसी, त्यसलाई चाहिँ उसिनेर खायो भने तपाईँको खुसी, त्यसलाई अम्लेट बनाएर खायो भने तपाईँको खुसी। ट्यापेक भनेको के हो, तपाईँलाई उसिनेर दिएको अन्डा हो क्या। तपाईँले उसिनेको अन्डा पायो, त्यसलाई तताएर खानु होला या हदै गरेर त्यसलाई फेरि चिरेर करी बनाएर खानु होला, त्यहाँ त तपाईँको अप्सन हुँदैन। रमा के हुन्छ, हाई डाइनामिक रेन्ज हुन्छ, त्यसमा एकदम हाई डाइनामिक रेन्ज हुन्छ, त्यसमा तपाईँ धेरै चिजहरू खेल्न सक्नुहुन्छ। त्यो भएर रमा चलाउनुपर्छ। स्याडो जाने हाइलाइट चलाउनु पऱ्यो भने कोही अघि भर्खरै मैले भनेको थिएँ नि, मान्छे स्याडोमा छ, ब्याकग्राउन्ड एकदम ब्राइट छ, त्यस्तोमा तपाईँले रमा खिच्नु भएको छ भने त्यसलाई ब्यालेन्स गर्न सक्नुहुन्छ। अहिले पार्कमा फोटो खिच्नेहरूले उनीहरू भिभिडमा राखेर खिच्छ, ल्यान्डस्केप भिभिड। त्यसमा के हुन्छ नि, यो आफैमा के त तपाईँको क्यामेराभित्र भएको सानो सानो चाहिँ जति पनि यो फङ्सनहरू, यसमा पनि एक किसिमको के त तपाईँको AI कहिले कहीँ AI जोडिएको छ है। तपाईँको चाहिँ स्ट्यान्डर्डमा राख्दाखेरि एउटा नर्मल स्ट्यान्डर्ड खालको पिक्चर दिन्छ भने न्युट्रलमा राख्दाखेरि स्किनहरू न्युट्रल हुन्छ, जस्तो भिभिडमा राख्दाखेरि सबै लाइटहरू पपअप हुन्छ, सबै कलरहरू भत्तै बढ्छ। मोनोक्रोम भनेको अब तपाईँ अलिकति मोडलिङ सम्बन्धी काम गर्नेहरूले एउटा मोनोटोनमा चाहिँ काम गर्नहरूको लागि बनाइएको। अब पोर्ट्रेट भनेको छ, त्यो पोर्ट्रेट किन लेखियो भन्दाखेरि पोर्ट्रेटमा के हुन्छ भन्दाखेरि यो पोर्ट्रेटले के गर्छ, तपाईँको रियल मान्छेको चाहिँ स्किनको टेक्स्चरमा चाहिँ फोकस गरिरहेको। यदि तपाईँ पोर्ट्रेटकै काम गर्ने भने पोर्ट्रेटमा राखेर खिच्नु सक्छ, कुनै फरक पर्दैन। स्ट्यान्डर्डमा राख्दा र पोर्ट्रेटमा राख्दामा अलिकति यो त स्किन टोन चाहिँ चेन्ज चाहिँ आउँछ त्यति मात्र है। लाइट हालेर फोटो खिचेको छ, मान्छे चाहिँ एकदम उज्यालो छ, पछाडि टोटली डार्क भयो, राम्रो देखेर। एक्टिभ डिलाइटिङले के गर्छ, मान्छे पनि उज्यालो, पछाडिको पनि ब्यालेन्सिङ गर्ने काम गर्छ। के भने तपाईँले गएर हरेक चिजलाई फोटोसपमै गएर कोट्याउनुपर्छ भन्नेसँग तपाईँको क्यामेराभित्रै छ फोटोसपको कति फङ्सनहरू, त्यसलाई चाहिँ तपाईँले चलाउनुहोस् है। यसले के गर्छ त, स्याडोजलाई र के त हाइलाइट्सलाई चाहिँ कन्ट्रोलमा ल्याएर चाहिँ रिस्टोरिङ गर्ने काम गर्छ। त्यसैलाई के त निकोनमा एक्टिभ डिलाइटिङ भन्छ भने यहाँ हेर्नुहोस् है के काम गर्छ ल हेर्नुहोस् त। तपाईँहरू बाहिर चाहिँ बिहामा फोटो खिच्नुहुन्छ नि त, दुलादुलैको फोटो खिच्नुहुन्छ नि त, फोटो खिच्दाखेरि इन्डोरमा होस् आउटडोरमा होस्, ल हेर्नुहोस् त्यो तपाईँको फ्ल्यास हाल्नुहोस् नहाल्नु यति फरक पार्छ। एक्टिभ डिलाइटिङ अन गर्ने बित्तिकै त्यो त स्याडोज एन्ड हाइलाइट्सलाई चाहिँ त्यसले कन्ट्रोल गरिदिन्छ।
यो अहिले एक्टिभ डिलाइटिङ चाहिँ मैले तपाईँलाई भनिरहेको छु। अब म क्याननतिर छिर्छु है। अब यो एक्टिभ डिलाइटिङ पनि हेर्नुहोस् है, अफ गर्न मिल्छ तपाईँको। निकोनकोले चाहिँ यसमा जानुहोस्, एक्टिभ डिलाइटिङ अफ छ भने यसलाई अन गर्नुहोस्। यसमा पनि लो, नर्मल, हाई, एक्स्ट्रा हाई, अटो बनाउन मिल्छ। क्यानन चलाउनेलाई के भन्छ, त्यही एक्टिभ डिलाइटिङलाई क्याननलाई के भन्छ, अटो लाइट अप्टिमाइजर भन्छ। त्यहाँ गएर अन गर्नुहोस् त्यसलाई। त्यसमा के त अटो लाइट अप्टिमाइजरमा अफ र यसको चाहिँ के त यसरी लो, नर्मल, हाई अनि यहाँ छ अफ। तपाईँ त्यो अफ गरेर फोटो खिच्नुहोस् र अन गरेर फोटो खिच्नुहोस्, फोटोमा धेरै चेन्ज हुन्छ। ल अब सोनीमा के भन्छ त्यसलाई? नो आइडिया। तपाईँले अहिले एक्टिभ डिलाइटिङ अन गर्दा र अफ गर्दामा आउने भिन्नता यो। तपाईँले फोटोसपमा गएर हरेक फोटोसप या लाइटरुममा गएर गरिराख्न आवश्यक छैन। तपाईँको क्यामेरामै हुन्छ। बुझ्नु भएन? एकदम आत्म क्यामेरा सेटिङ ए ल भइरहेछ नि। ल के छ अब सोनी चलाउनेहरू कतिजना? वाट इज DRO? ल सोनीवालाले हेर्नुहोस्। डी रेन्ज अप्टिमाइजर भन्छ। डी रेन्ज अप्टिमाइजर भन्छ सोनीमा। चिज एउटै हो, सबैको अर्थ एक्टिभ डिलाइटिङ नै हो। र पोर्ट्रेट फोटोग्राफीमा हाम्रो सेसन पोर्ट्रेट गर्ने त्यो हामी पोर्ट्रेटतिर घुस्दैछौँ। पोर्ट्रेट फोटोग्राफीमा जति धेरै ISOमा खिच्यो त्यति फोटो के हुन्छ, नराम्रो हुन्छ हो होइन? पोर्ट्रेट फोटोग्राफरले सकेसम्म 100देखि 200 ISO भित्रै खिच्नुपर्छ। राम्रो फोटो राम्रो निकाल्ने हो भने, अझ राम्रो निकाल्ने हो, भयङ्कर इन्लाज गरेर ठुलो बनाउने भने 50 ISOमा खिच्नुहोस् र अझ राम्रो हुन्छ फोटो। जति चाहिँ ISO बढ्दै जान्छ के हुन्छ, नोइजहरू बढ्दै जान्छ है। AE लक भनेको चाहिँ अटो एक्सपोजर लक होइन, अर्को AF लक भनेको अटो फोकस लक। धेरै मान्छेले फोटोग्राफरले यसो ताकेको हुन्छ, यसो गरेर खिचिरहेको हुन्छ नि होइन। यसो गरेर मान्छेले के गरेर होला, यसो गरेर हुन्छ नि त। कहिले कहिले खिच्दाखेरि चाहिँ बिचमा चाहिँ ग्याप आइदिन्छ, कहिले कुनै चिजमा चाहिँ फोकस गर्न सकिरहेको छैन। यसो अर्कोसँग फोकस गरेर अनि पछाडिको पोइन्टले त्यसलाई लक गरेर तानेर ल्याएर खिच्छ नि त होइन। बुझ्नु भयो? यो नयाँहरूलाई भनेको है, तपाईँहरूलाई त झिजो लाग्यो होला है। त्यो भएर कहिलेकाहीँ राम्रो आएको हुन्छ, कहिलेकाहीँ नराम्रो आएको हुन्छ। त्यो रहेछ कि कहिलेकाहीँ राम्रो होइन। ल यो चाहिँ बल्ल क्लासको पुरा बुझाइ भइरहेछ यहाँ। धेरै कुरा बुझ्नुभयो होइन? अब पुरानो फोटोग्राफर यसो हल्का सिक्दैछु हजुर। फेरि पुरानो भन्दै मिलेन क्या, सिक्दैछु भन्दै। अहिले चाहिँ हाम्रो लाइट गएको छ अनि ब्रेक टाइम भएको छ है, अनि धेरै कुराहरू पनि सिकिँदैछ। गर्नुहोस् है, फोटोग्राफीको पहिलो पिल्लर भनेको ISO हो। यदि तपाईँलाई ISOको ज्ञान छ भने बल्ल तपाईँको एउटा फोटो उभियो भने बुझ्नुहोस् है। एउटा पिल्लर हो यो। चार्ट हेर्नुहोस् एकपल्ट। ISO मान्छेको फोटो खिच्दाखेरि अब कन्डिसन हेर्दै 100, 200, 400सम्म खिच्छ। तपाईँको चाहिँ सिनेरीको ल्यान्डस्केप आउटडोरको फोटोहरू खिच्दाखेरि 100देखि 200सम्म खिच्छ। त्यही के त फेरि आकाशमा उडिरहेको चरा खिच्दाखेरि 400देखि 800सम्म खिचिरहेको हुन्छ। राति खिच्दाखेरि चाहिँ 1600 भन्दा माथिमा खिचिरहेको हुन्छ। के त त्यहाँ लाइटको अभाइलेबल कति छ त नि, त्यो लाइटलाई अभाइलेबल कति छ एक नम्बर, अनि अर्को कुरा त्यो मुभिङ कतिको छ। जस्तो त्यो अर्को चिज उडेको 400 ISO के खिच्नु। ISO 400मा राख्नुको कारण के हो भने त्यो त धेरै मुभी हुन्छ, यसरी उडिरहेको हुन्छ नि, एकचोटि झ्याप्प समाउन सक्दैन। अनि स्पिड हाम्रो बढी हुनु पऱ्यो, क्यामेराको स्पिड बढी हुनु पऱ्यो नि। स्पिड बढी भएपछि क्या त त्यसलाई चाहिँ मेन्टेन गर्नलाई के त ISO बढाउनु पऱ्यो हो। किन तपाईँको चरा त यहाँ खिच्यो भने यहीँ बसिरहेको त उडिरहेको त तपाईँ त्यो स्पिडमा यसरी तागेर खिच्दाखेरि त तपाईँको सटर स्पिड बढी हुन्छ। सटर स्पिड बढी भएपछि त ISO 100 पुग्दैन, 90 बढाउनु पऱ्यो। त्यो भएर चाहिँ 400 800 भने बल्ल ISOको बारेमा ज्ञान भयो भने बल्ल तपाईँले फोटोग्राफी
सही तरिकाले गर्न सक्नुहुन्छ। आइएसओको बारेमा र स्पिडको बारेमा तपाईँलाई ज्ञान हुने बित्तिकै यो त अनि एपर्चरको बारेमा ज्ञान हुने बित्तिकै तपाईँले अटो छोड्दिनु। आइएसओ, स्पिड, एपर्चर, 3 पिलर्स अफ फोटोग्राफी। चौथो पिलर के होला? स्पिड, एपर्चर र आइएसओको राम्रोसँग दिमागमा नलेज छ भने बल्ल त्यो चौथो पिलर तपाईँ हो क्या। स्पिड पनि थाहा छैन, एपर्चर पनि थाहा छैन, आइएसओ पनि थाहा छैन, क्यामेरा चाहिँ महँगो ल्याएछ अनि खिच्ने बेलामा अटोमा नलै हुँदैन भने 3 पिलर्स अफ फोटोग्राफीमा एक्सपोजर ट्राइङ्गल भन्छ है, फोटोग्राफीको भाषामा एक्सपोजर ट्राइङ्गल भन्छ। यो तिनटैको काम के हो त? एक्सपोजरमै खेल्ने हो। स्पिडले, एपर्चरले, आइएसओले खेल्ने के हो त? स्पिड, एपर्चर, आइएसओले के खेल्छ? एक्सपोजरलाई नै कन्ट्रोल गर्ने हो। त्यो भएर फोटोग्राफीमा के भन्छ? एक्सपोजर ट्राइङ्गल पनि भन्छ, 3 पिलर्स अफ फोटोग्राफी पनि भन्छ। चौथो पिलर के हो त? यसको ज्ञान भएको व्यक्ति हो चौथो पिलर। बल्ल तपाईँ उभिनु। हल्का चाहिँ मैले भनिदिएँ, व्हाइट ब्यालेन्समा तपाईँको क्यामेराभित्र हेर्नुहोस् न, त्यहाँ थुप्रै फङ्सनहरू दिइरहेको छ। AWB, टङ्स्टेन, फ्लोरेसेन्ट, डेलाइट, फ्ल्यास, क्लाउड, सेड, केल्भिन, फ्री, व्हाइट ब्यालेन्स भनेर के हो? तपाईँले अटोमा खिच्नु अन्त सिद्धिहाल्यो, केही भन्दै परेन है। यो सबैमा हुन्छ। यो जहिले अहिले मोबाइलले खिचिराख्नु भएको छ नि, त्यो मोबाइलमा पनि हुन्छ। यो तपाईँले मोबाइलले खिचेको फोटो पनि कहिले चाहिँ एकदम सही आउँछ, कहिले रातो आउँछ, कहिले पहेँलो आउँछ, कहिले निलो आउँछ नि। किन आउँछ त भने यही चिजको ज्ञान नभएर हो। हामीले के गर्छौँ अब मान्छेलाई खुसी पार्नु छ, स्किन चाहिँ कालो मान्छे छ, उसलाई धेरै कालो बनाइदिनु झन् रिसाउँछ, पैसा दिन्न होइन। हामीले स्किन मात्रै हेर्छौँ, तर त्यो स्किन हेर्दाखेरि चाहिँ तपाईँले हेर्नुहोस् पर्फेक्ट केल्भिन तपाईँले प्रयोग गर्नुभयो भने वार्म टोन फोटो जहिले पनि वार्म टोन हुन्छ। तर हामीलाई वार्म टोन मन पर्दैन, नेपालीहरूलाई वार्म टोन मन पर्दैन, किनभने हामी कालो छौँ, हामीलाई चाहिँ झन् कालो देखिन्छ वार्म टोनमा। हामी कालो छौँ भने हामीलाई फुसुर फुसुर भने गोरो चाहियो, त्यसलाई अलिक हल्का चाहिँ ब्लुइस बनाउनलाई चाहिँ हामीले त के त केल्भिन घटाउनु पऱ्यो। तर त्यो के त त्यो मान्छेको स्किन चाहिँ अलिकति चम्किलो अलिकति उज्यालो चाहिँ आयो, तर चाहिँ कपडाको कलर चाहिँ बिग्रिआयो। विशेष गरी चाहिँ के भन्छ व्हाइटमा व्हाइट ब्यालेन्स बिग्रिएको छ। व्हाइट ब्यालेन्स बिग्रिँदाखेरि के त व्हाइट चिज प्योर व्हाइट आउँछ। सटर स्पिड के हो त भने सिचुएसन अनुसार तपाईँले के को फोटोग्राफी गर्दै हुनुहुन्छ, लाइटको कन्डिसन कति छ, त्यो अनुसारले चाहिँ कति स्पिड लाग्छ। अब तपाईँ कोही मान्छे रनिङ गरिरहेको छ भने कमसेकम 500मा खिच्नु पऱ्यो, त्यो मोसन क्याप्चर गर्नु पऱ्यो नि होइन। 500 साइजको फोटो एकदम थपक्क बसेछ भने त तपाईँलाई 500 स्पिड चाहिँदै चाहिएन। 100को स्पिडमा 60 स्पिडमा खिच्यो 500 साइजको फोटो खिच्ने हो, 60 125को स्पिडमा खिच्ने हो। त्यसै गरी अब मुभिङ सब्जेक्ट छ भने त्यो अनुसार तपाईँले स्पिडलाई बढाउँदै लाने हो होइन। अब कुनै चिज चाहिँ अब स्पिड चाहिँ स्लो भने नाइट फोटोग्राफी गर्नु पऱ्यो भने स्पिडलाई घटाउँदै ल्याउनु। के के त स्पिडको अन्डरस्ट्यान्डिङ। अब के त फोटोग्राफरले के गर्छ, जस्तो विमल सरलाई भनौँ या तपाईँलाई भनौँ, तपाईँले यहाँ मेरो फोटो खिच्न पऱ्यो विदाउट लाइटमा, फ्ल्यास छैन तपाईँसँग, मेरो फोटो खिच्न पऱ्यो भने तपाईँले के गर्नुहुन्छ? अब तपाईँको दिमाग चल्छ हो, स्पिड यति लाग्छ, आइएसओ यति लाग्छ, एपर्चर यतिमा खान्छ भनेपछि के भयो त तपाईँको दिमागले क्यालकुलेसन गर्यो क्या। फोटोग्राफरले दिमागले क्यालकुलेसन गर्नुपर्छ। आँखाले यसो हेर्ने बित्तिकै यतिको लाइटमा 200 आइएसओ, एपर्चर केही नभने अब 2.8 को छ भने 2.8, नभए f4 छ भने f4 भने f4 हो भने स्पिड कति लाग्ला 60 या 30 लाग्ला भने जब तपाईँको दिमाग चल्न थाल्छ तपाईँ बल्ल तपाईँको फोटोग्राफर भित्रबाट निस्किन्छ बाहिर। जुन आइरिस हामीले भन्छौँ फोटोग्राफीमा एपर्चर भन्छ, र मान्छेको ह्युमन आईमा मात्रै होइन, त्यो कुनै जनावरको आँखामा पनि त्यही हो। त्यसको हाम्रो यो आँखाको पछाडिपट्टि त्यो एउटा चाहिँ एउटा झिल्ली भन्छ नि हामीले, त्यो झिल्ली चाहिँ यस्तो टाइट भएर बसेको हुन्छ। अँधेरोमा गयो भने बिस्तारै खुल्छ होइन, उज्यालोमा गयो भने बिस्तारै चाहिँ पालहरू टाइट हुँदै जान्छ। हाम्रो आँखामा जे टेक्नोलोजी छ त्यो लेन्सको टेक्नोलोजी पनि एउटै, लेन्सको मात्रै होइन। अब यहाँ छ यो अर्को लेन्स, फरक के छ यसमा र यसमा? यसको लेन्सलाई पनि करिब लाख रुपियाँ पर्छ, यसलाई पनि पर्छ होला। माथिपट्टि घेरा रातो छ, यसको पनि रातो छ, के होला यो चिन्नुपर्छ तपाईँ।
घेरामा रातो किन राख्यो, कुनैकोमा पहेँलो किन राख्यो, कुनैकोमा सिल्भर किन राख्यो। हामीलाई डेप्थ चाहियो, डेप्थ अफ फिल्ड किन चाहियो। त्यो लेन्सको पछाडिपट्टि जुन ब्याकग्राउन्ड छ नि, ब्लर छ नि फोटो, के भन्छ त्यसलाई? हिजोआज अमेरिकनले बोका भन्छ, हाम्रो भाषामा अर्कै अर्थ लाग्छ होइन। अमेरिकनले बोका भन्छ होइन। फोटोग्राफीको भाषामा यसलाई स्यालो डेप्थ अफ फिल्ड भन्छ। याद गर्नुहोस् है, स्यालो डेप्थ अफ फिल्ड। फोटोग्राफी पढेको मान्छेले ब्लर छ ब्लर होइन, स्यालो डेप्थ अफ फिल्ड। सब्जेक्ट एकदम सार्प छ, ब्याकग्राउन्ड पुरै चाहिँ के त डेप्थमा आएको छ, के त स्यालो डेप्थ अफ फिल्ड हुन्छ यसलाई। त्यो स्यालो डेप्थ अफ फिल्ड जहाँसुकै काम लाग्छ त लाग्छ। तपाईँले यो के त फोटो सुट गर्नको लागि भनेर बनेको लेन्स हो यो, त्यो भएर महँगो छ। 2.8 को लेन्स छ, त्यसको चाहिँ रेन्जको हिसाबले चाहिँ के त डेप्थ निकाल्छ, एकदम स्यालो डेप्थ अफ फिल्ड निकाल्छ। त्यो भएको हुनाले, त्यो पोर्ट्रेट लेन्स भएको हुनाले त्यो महँगो छ। तपाईँले दुलैको चाहिँ पोर्ट्रेट फोटो खिच्नुभयो भने पुरा डेप्थ निकालिदियो, हेडसट फोटो खिच्नुभयो, पोर्ट्रेट खिच्नुभयो भने पुरा डेप्थ निकालिदियो भने एकदम आर्टिस्टिक देखिन्छ, भयङ्कर राम्रो देखिन्छ। तर उनकै दुलै टक्कै हिमाल खुलेको बेला टक्क बसेर म हिमालमा बसेर यो हिमालको निकालिदिनु है भनेर फोटोग्राफरलाई खिचेर यस्तो निकालिदिन्छु क्या हुन्छ। सबै ठाउँमा डेप्थ अफ फिल्ड लाग्दैन। धेरै मान्छेको एउटा भ्रम के छ भने त्यो व्हाइट लेन्स भएपछि त्यो खतरा फोटोग्राफर, त्यसको प्रयोग आफ्नो ठाउँमा छ। के त भने सबै ठाउँमा तपाईँ 2.8 युज गर्नुभयो भने ब्याकग्राउन्ड त पुरै जान्छ त। तपाईँले हिमालको फोटो खिच्नु भने दुलै बसेछ, पछाडि ब्याकग्राउन्डमा हिमालको खिच्यो भने हिमाल कता पुरै हो, हिमाल धुवा जस्तो बनाइदियो, पुरा मान्छेले क्लियर बनाइदियो, तपाईँलाई खतरा फोटोग्राफर भन्छ भन्दैन नि त हो। त्यो भएर डेप्थ अफ फिल्ड कहाँ प्रयोग गर्ने त्यो इम्पोर्टेन्ट कुरा हो। भ्यू फाइन्डरबाट भयो, भ्यू फाइन्डर उता ताग्नुहोस्। फोटोग्राफरले फोटो खिच्दाखेरि उसको आधा अनुहार देखेको हुनुपर्छ, याद राख्नुहोस्। जहिले पनि फोटोग्राफरले फोटो खिच्दाखेरि उसको आधा अनुहार देखिएको हुनुपर्छ। फोटो खिच्दाखेरि क्यामेरा कसरी समात्ने सबभन्दा इम्पोर्टेन्ट कुरा हो। हेर्नुहोस् है, यो चाहिँ के त तपाईँको क्यामेरा कसरी समात्ने एकदम इम्पोर्टेन्ट कुरा। लेन्सलाई तलबाट समातेको पऱ्यो, हातले यसरी समातेको पऱ्यो। पोर्ट्रेट फोटोग्राफीमा फ्ल्यास लाइट किन आवश्यक छ? फ्ल्यास लाइटले के गर्छ? फिल लाइटको काम गर्छ। यत्रो चर्को हातमा फ्ल्यास लाइट हाल्ने किन चाहियो भन्छ नि, त्यसले के त त्यो विदाउट फ्ल्यास लाइटमा यतापट्टिको चाहिँ त्यो लेन्सको अनुहारमा भएको जुन स्याडोहरू छ त्यो स्याडोहरूलाई काट्ने काम गर्छ है। यो फ्ल्यासभित्र हेर्दा यो डटेड छ नि, धर्का डटेड छ नि होइन, यसको अर्थ के होला? यसले ह्यास लाइटलाई चाहिँ रोक्ने काम गर्छ होइन। ह्यास लाइट भनेको एकदम स्ट्रङ लाइटलाई चाहिँ के त फिल्टर गरेर पठाउँछ। यो चिन्नुपर्छ है तपाईँले, यो बुझ्नुपर्छ। यसलाई वाइड एङ्गल एडाप्टर पनि भन्छ। यसले के काम गर्छ? लाइटलाई तपाईँले यसले ताक्दाखेरि अलिकति स्ट्रङली यस्तो स्ट्रेट गएको हुन्छ, यो चाहिँ झिकेर हाल्ने बित्तिकै यसले के त यसरी फिजारेर पठाउँछ हो। यसको काम यो हो। 3 पोइन्टबाट राउन्ड छ नि त पुरै, त्यसको अर्थ बुझ्नुपर्छ। त्यसले के गर्छ त फ्ल्यासलाई घुमाउँछ, यसरी फ्ल्यासलाई यसरी घुमाएर पठाउँछ, त्यसले पछाडिको स्याडोहरूलाई काट्ने काम गर्छ। बुझ्नुभयो? 2.8 को लेन्स त्यति महँगो क्यामेरा राखेर खिच्नु भएको छ किन? ब्याकग्राउन्ड र डेप्थ निकाल्नु। तपाईँले 2.8 मा खिच्नु परेको छ, दिउँसोको चर्को घाम छ 12 बजेको, अब के गर्ने? 2.8 मा त खिच्न मिलेन, के गर्ने? दुईवटा अप्सन छ। एउटा यो जो चाहिँ खिच्नेको अब एकजना के भन्छ हेल्परलाई लानु पऱ्यो, ट्र्याक्टर घाममा यसरी राखिदिनुहोस्। यसले के गर्छ? लाइटलाई डिफ्युज गर्छ। यसको काम के हो त? लाइटलाई सफ्ट बनाएर डिफ्युज गरेर पठाइदिन्छ, त्यसले गर्दाखेरि तपाईँलाई सजिलो हुन्छ। दोस्रो कुरा एन्टी फिल्टर। एन्टी फिल्टरको प्रयोग गर्नुहोस्। एन्टी फिल्टर
अब यसको काम के हो त ल हेर्नुहोस् है यसले यति सफ्ट बनाएर फालिदिन्छ कि अनुहारमा यतापट्टिको त्यो लेडिज बनाएर हेर्नु न त्यसले लाइटलाई पुरै डिफ्युज गरिदिन्छ यति चिजलाई मात्रै चलाउन जाने भने पनि तपाईँको पिक्चर क्वालिटीमा धेरै फरक पर्छ अब यो अहिले प्र्याक्टिकल गर्ने बेला आउटडोरमा लिएर 50 mm भन्दा चाहिँ ब्याग भएर गयो भने त फोटोको सेप बिग्रिन्छ पोर्ट्रेट फोटोग्राफरले के गर्नुपर्छ मिनिमम 50 mm बाट 85 135 70 200 24/7 वेडिङ फोटोग्राफर 50 किनभने बढी मात्रामा वेडिङमा चाहिँ पोर्ट्रेट बढी चल्छ 105 पोर्ट्रेटकै लागि 24-70 एज अ होल ओभरअल जम्मैसँग चलाउने 70-200 क्यान्डिड सर्ट स्पोर्ट्स फोटोग्राफी के हो 14-24 70-200 200 70-200 300 300 बाट 500 सम्म हुन्छ म्याक्रो फोटोग्राफी 105 अब तपाईलाई के हो त तपाईँ फोटोग्राफीको बेसिक सिद्धियो अब बेसिक फोटोग्राफी सिक्यो यो सबै चिजमा एउटा बाहेक कमन दुईटा लेन्स प्रयोग भइरहेको छ हेर्नु त के भयो त 24-70 र 70-200 24-70 र 70-200 तपाईसँग छ आफ्नो साथमा छ त्यसलाई राम्रोसँग ह्यान्डल गर्न सक्नुहुन्छ भने तपाईले हर किसिमको फोटोग्राफी गर्न सक्नुहुन्छ 24-70 70-200 यो दुईटा लेन्स अनिवार्य हो यो दुईटा लेन्स तपाईसँग छ भने तपाईँ हर किसिमको फोटोग्राफीमा तपाईले चलाउन सक्नुहुन्छ फोटोग्राफीमा फिल्टर यति इम्पोर्टेन्ट छ के होला युभी फिल्टर भनेको युभी फिल्टर भनेको अल्ट्रा भायोलेन्ट रेलाई काट्छ त्यसले युभी फिल्टरले अल्ट्रा भायोलेन्ट रेलाई काट्छ कहीँ न कहीँ त्यसले फोटोमा पनि प्रभाव पारेको हुन्छ एक अर्को कुरा तपाईँको आँखामा पनि युभी रे पर्न दिँदैन युभी रे तपाईँ हरेक पटक त्यो ताक्दै खिचिरहेको हुन्छ नि त प्रत्येक पटक हरेक स्न्यापमा खिचिरहेको हुन्छ नि त्यहाँबाट आएको युभी रेलाई के त युभी फिल्टरले कन्ट्रोल गर्छ जुन तपाईँको आफ्नो आँखाको लागि पनि सेफ हुन्छ तपाईँको चाहिँ लेन्सको लागि पनि सेफ्टी हुन्छ अर्को कुरा एनडी फिल्टर हेर्नुहोस् अघि भने नि चर्को घाम छ 2.8 मा फोटो खिचेर डेप्थ निकाल्न खोजेको घाम चर्को भएर 2.8 मा सक्दै सकेन के गर्ने त एनडी फिल्टर प्रयोग गर्नुहोस् एनडी फिल्टर भनेको के हो न्युट्रल डेन्सिटी यो जुन लाइटको जुन डेन्सिटी छ त्यो डेन्सिटीलाई घटाइदिन्छ भेरिएबल भनेको के त तपाईँ हेर्नु त कति यसले डार्क बनाउने घटाउने होइन लाइटलाई चाहिँ घटाउने बढाउने गर्छ नि होइन हो अब तपाईँलाई 2.8 मा फोटो खिच्न पर्यो क्यामेरा लेन्स 2.8 मा छ दुलै चर्को 12 बजेको घाममा 2.8 मा खिच्न सक्नुहुन्न के गर्छ त अप्सन जोसँग यो छैन उसले गर्छ सटर स्पिडलाई 2000 5000 पुर्याइरहेको हो त्यसले के गर्छ त जति तपाईँ हाई स्पिडमा खिच्नुहुन्छ त्यति डिटेल निकालिरहेको फाइन डिटेल हामीलाई फाइन डिटेल चाहियो होइन नि दुलैलाई त स्मुथ स्किन चाहियो हो नि त हो कि होइन तपाईँ जति हाई स्पिडमा खिच्नुहुन्छ त्यति डिटेल तानिरहेको हुन्छ हो तपाईँले 125 धेरै गयो 250 त्यहाँभन्दा जाने पोर्ट्रेट फोटो खिच्दाखेरि तपाईँ 2000 को स्पिडमा फोटो खिच्दाखेरि त ग्रेन्स बढी आउँछ डिटेल बढी आउँछ पोलराइजिङ फिल्टर अब त्यो के त फोटोग्राफीमा एकदम नहुने फिल्टर हो नहुने हो त्यो किन तपाईँ त्यहाँ उदाहरण हेर्नुहोस् यतापट्टि चाहिँ छेउमा चाहिँ पानी टल्किरहेको छ त्यो सबै हटाइदिन्छ पानी भित्रको सबै निकालिदिन्छ हो अर्को हामी नेपालमा बसिरहेको छौँ हामीले हिमालको फोटो खिच्नु छ पोलराइजर फिल्टर लगाएको र नलगाएको कति फरक छ तपाईँले फोटोसपमा गएर जबरजस्ती कलर बढाएर हुँदैन पोलराइजिङ फिल्टरले के गर्छ त रिफ्लेक्टिङ अब्जेक्टबाट जुन जे चिज रिफ्लेक्ट भएर आएको छ त्यसलाई कन्ट्रोल गर्ने काम गर्छ र त्यसमा चाहिँ यतातिर कलरलाई इन्हान्स गर्ने काम गर्छ पोलराइजिङ फिल्टर एकदम इम्पोर्टेन्ट जसले चाहिँ रेगुलर आँखाले देखेको ठाउँ छ त्यो देखेको ठाउँमा आफ्नो आँखाले हाम्रो ह्युमन आईले नाङ्गो आँखाले देख्न नसकेको चिजलाई पोलराइजरले देखाउँछ
प्रोफेसनल फोटोग्राफरलाई पोलराइजिङ फोटोग्राफर दुई थरी हुन्छ है। एउटा चाहिँ रेगुलर पोलराइजिङ, अर्को एउटा सिपिएल सर्कुलर पोलराइजिङ। किन्दाखेरि चाहिँ तपाईँले सर्कुलर पोलराइजिङ सिपिएल किन्नुहोस्, त्यो धेरै महँगो पर्दैन, 2-3 हजारमा पाइहाल्छ। यो एकदम इम्पोर्टेन्ट छ यो सिपिएल फिल्टर। उहाँको अनुहारमा हेर्दाखेरि चाहिँ जति टेक्स्चरहरू छ त्यसलाई चाहिँ डिफ्युज गर्न छ, ग्लो दिन छ, एकदम अनुहारमा चाहिँ छुट्टै चमक दिन छ भने तपाईँलाई के चाहिन्छ? सफ्ट डिफ्युजिङ फिल्टर चाहिन्छ। तपाईँले याद गर्नुभएको छ हिन्दी सिरियलहरू हेर्दाखेरि त्यो स्किनै अर्कै टाइपको ड्रिमी लुक, फेरी लुक, पुरा ड्रिमी लुक आउँछ होइन। त्यसैलाई गर्दा हामीले नेपाली सिरियल हेर्दा छाङ त्यो आफ्नो आँखा जे देख्यो त्यही देखिन्छ नि, त्यो एकदम फिका फिका देख्छ नि होइन। के हो त त्यो भने यो फिल्टरको कमाल हो। यो फिल्टर तपाईँको चाहिँ के त प्रिमियर प्रोमा पनि हुन्छ, दाभिन्चीमा पनि हुन्छ, इडियुसमा के हुन्छ मलाई थाहा छैन, मैले इडियुस मैले चलाएन, मैले अलिअलि चलाएँ, कति सर्टले मैले चलाएन। यो फिल्टर चाहिँ के त एकदम इम्पोर्टेन्ट, यो किन्नुपर्छ। यसले के गर्छ? त्यो ड्रिमी लुक, फेरी लुक बनाउनलाई मान्छेको स्किनमा चाहिँ के त डिफ्युज गरेर, कसैको हुन्छ नि त अब डन्डीपुरको दाग होला, कसैको मख्या होला, कसैको डन्डीपुर निचारिसकेपछि खाल्टो परेको दाग होला, त्यो सबलाई डिफ्युज गरिदिन्छ यो फिल्टरले। यो फिल्टर के त यसलाई सफ्ट डिफ्युजिङ फिल्टर भन्छ। यो सफ्ट डिफ्युजिङ फिल्टर हामीले चाहिँ के त अब पोर्ट्रेट पोजिङ कसरी गर्ने, पोर्ट्रेट पोजिङ कसरी गर्ने अलिकति भनिदियो। हाइकी भनेको लोकी भनेको के हो? हाइकी पोर्ट्रेट भनेको के हो? तपाईँले लोकी पोर्ट्रेट भनेको के हो? है भर्खर मैले एक्जाम्पलहरू देखाएको थिएँ। के होला यार? जुन चिज सेतो लुगा लगाएको छ, सेतै ब्याकग्राउन्डमा छ, हाई कन्ट्रास्टमा काम गरेको छ भने त्यो चाहिँ हाइकी पोर्ट्रेट हो। जुन चिज के त डार्क ब्याकग्राउन्डमा एकदम मिनिमम लाइटमा चाहिँ काम गरेको छ त्यो लोकी पोर्ट्रेट हो है। अब पोर्ट्रेटको चाहिँ के त थ्याङ्क यू भेरी मच। अब हामी के त प्र्याक्टिकल सेसनमा प्र्याक्टिकलतिर जान्छौँ। अङ्कलले ठिक त छन् भने त क्लास एकदम राम्रो छ। जस मलाई चाहिँ पुरानो कुराहरू एकदम रिभाइज भइरहेको फिल हुन्छ, नयाँ कुरा पनि सिकिँदैछ। हो आजको चाहिँ ट्रेनिङ चाहिँ प्रिटिफुल हुन्छ होला। हामीले चाहिँ एउटा ट्रेनिङहरू चाहिँ एटेन्ड गरिराख्नुपर्छ है भन्ने कुरा हो। अनि जस्तै हामीले अब डिजिटल आजभोलि अब युट्युबहरूमा सिक्ने प्रयास गर्छौँ, त्योभन्दा पनि अब हामीले यसो क्लासमा गएर ट्रेनिङ लियो भने चाहिँ अलिकति बेटर हुँदो रहेछ भन्ने चाहिँ फिल आइरहेछ है। अब चाहिँ हामी प्र्याक्टिकलतिर जाँदैछौँ, अनि प्र्याक्टिकलमा के हुन्छ है। यो भएन नि त, हामी त्यसरी पढे होइन नि त। एन्टी फिल्टर लिएर आउनुहोस् कि भएन कि त्यो त्यस्तोमा पिकेटीबाट निकाल्न पऱ्यो, ब्राकेटमा देखियो साँच्ची त्यो पिकेटी मुखमा नआएको के। हामी चाहिँ अब प्र्याक्टिकल हुँदैछ यता हाम्रो लाङ्गालीले। ल समय मिलाएर घर गएर चाहिँ हामी मेनली चाहिँ अब प्र्याक्टिकल चाहिँ हामीले उमा गर्नु पऱ्यो होइन। क्यामेरा चाहिँ एकजनाले चाहिँ सेट गर्नुहोस्, त्यसपछि चाहिँ अब पालो पालो खिच्नुहोस् होइन। पोजिङ टेक्निकहरू म सिकाउँछु होइन। पोजिङ टेक्निकमा अलिक पङ्खाको नजिक एकछिन है, एकछिन हल्ला नगरौँ। पोजिङ टेक्निक गर्दाखेरि जहिले पनि एउटा कुरा के भने तपाईँहरूले एउटा कुरा के ध्यान दिनुहोस् भने दुलैलाई धेरै मुभ नगराउनुहोस्। अहिले त यो हल्का लुगा लगाउनु भएको छ, बिहाको दिनमा चाहिँ ओभर मेकअप हुन्छ, त्यही माथि के अरे गाउन एकदम हेभी हुन्छ होइन। त्यो मेकअप भन्दा पनि बढी चाहिँ के आफ्नो घर छोडेर चाहिँ जाँदैछ उसलाई बढी टेन्सन हुन्छ है। त्यो तनाव धेरै हुन्छ छोरी मान्छेलाई। त्यो भएको हुनाले चाहिँ बढी छोरी मान्छेलाई मुभ गऱ्यो भने पहिलो कुरा चाहिँ पसिना आउँछ, मेकअप बिग्रिन्छ।
यो कुरा याद राख्नु। दोस्रो कुरा छोरी मान्छेले लगाएको गहना र छोरा मान्छेले लगाएको हातमा लगाएको औँठी घडी त्यो एकदम इम्पोर्टेन्ट कुरा हो। बिहाको दिन भनेको त्यो इम्पोर्टेन्ट कुरा हो। मैले कति ठाउँमा मैले चाहिँ हेर्छु प्रायः जसो चाहिँ अहिले त्यो दुलैको हातसँग तरिकाहरू बिगारिरहेको छ। जहिले पनि दुलैको हातले छोपिएको हुनुपर्छ। किन हुन्छ? पहिलो कुरा छोरा मान्छेको हात मोटो भद्दा रङको लगाएको है हुन्छ 1 नम्बर। 2 नम्बरमा छोरी मान्छेको हात के हुन्छ? मेहन्दी लगाएको पुरै सजाएको हुन्छ। फोटोग्राफरले ब्युटीमा ध्यान दिने हो। छोरा मान्छेको त्यो मोटो रङको लगाएको हात ननिकाल्नुहोस्, नदेखाउनुहोस्, त्यसलाई छोप्नुहोस्, त्यो इम्पोर्टेन्ट। अर्को कुरा के हुन्छ? यो छोरा मान्छेले के हुन्छ? छोरी मान्छेको हात चरक्कै समातेर दुख्ने गरेर समातेर जस्तो देखिन्छ हो। यो गर्न हुँदैन है। दुलैको औँठीको बिहाको दिनमा दुलैको औँठी देखाउनु इम्पोर्टेन्ट कुरा हो। खोइ औँठी यो चिजमा ध्यान दिनुहोस्। अर्को कुरा छोरी मान्छेलाई कहिले पनि सिधा नराख्नुहोस्, फ्ल्याट देखिन्छ। जहिले पनि साइड वेजमा राख्नुहोस्। एउटा खुट्टा अगाडि ल्याएर यस्तो गर्नेदेखि यो एउटा कर्भ आउँछ हो। यो कर्भ आएपछि के हुन्छ त? राम्रो देखिन्छ है। अर्को कुरा हो छोरी मान्छेलाई प्रायः जस्तो चाहिँ जहिले पनि के त लेफ्टमा राख्नुहोस् र छोरा मान्छेलाई बढी मुभ गराउनुहोस्। छोरा मान्छेलाई जति धेरै मुभ गराए पनि पोजिङ गर्न सकिन्छ। छोरी मान्छेलाई जति धेरै मुभ गराउनुहुन्छ पसिना बग्छ, मेकअप बिग्रिन्छ होइन। त्यही माथि फेरि अर्को तनाव हुन्छ। त्यसले गर्दाखेरि चाहिँ बढी मात्रामा चाहिँ छोरी मान्छेलाई भन्दा छोरा मान्छेलाई बढी मुभ गराउनुहोस्। अब मैले केही बेसिक फोटोग्राफीको बेसिक टेक्निकहरू चाहिँ म देखाउँछु। र एउटा कुरा कहिले के पनि लक्ष्य गर्नुहोस् भने फोटोग्राफरले छोरी मान्छेलाई अनुमति नलिकन छुन पाइँदैन। त्यो कुरा याद राख्नुहोस्। यता पछाडि राख्नुहोस्। बहिनीको एउटा खुट्टा अगाडि होइन, दाहिने खुट्टा थोरै कर्भ गर्नुहोस् यसरी। हेर्नु त सेप निस्किन्छ हो। अलिक भाइ अलि अगाडि जानुहोस्। एउटा हात चाहिँ तपाईँको गोजीमा राख्नुहोस्। टाउको थोरै नजिक 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 अझै नजिक अलिकति थोरै छुट्टिने। ओके। बहिनीको फेस मतिर घुमाउने। ओके। थोरै हाँस्ने है, थोरै स्माइल दिने। लखिनुहोस्। नसुइकन पनि पोजिङ गर्न सकिन्छ नि होइन? सकिन्छ नि। अहिले मान्छेले म देख्छु फुल बडी खिच्दैछ र फुल हाइट अब यो पोजमा सुन्नुहोस् है, यो पोजमा तपाईँले एउटा फुल बडी खिच्न सक्नुहुन्छ, एउटा चाहिँ 3/4 खिच्न सक्नुहुन्छ, एउटा हेड सर्ट खिच्न सक्नुहुन्छ होइन। एउटा फुल बडी 3/4 हेड सर्ट औँठीदेखि ल चाहिँ यो हेर्नु चाहिँ छोरा मान्छेको यस्तो मुठी पारेकोमा यसरी छोरी मान्छेले यसरी हातले सोध्दैछ। उहाँको वेडिङ रिङ देखियो नि त, बिहाको रिङ देखियो नि त। छोरी मान्छेको हातसँग चाहिँ यसरी बटाएर कहाँ हुन्छ? त्यो त राम्रो आएन नि त। छोरी मान्छेको हातलाई छोरा मान्छेले समातेर यसरी बटारेको देख्छ, यो गलत हो। छोरा मान्छेको हात मुठी पारेको छोरी मान्छेले यसरी राखेको उहाँको वेडिङ रिङ पनि देखियो। त्यो मोटो के अरे छोरा मान्छेको हात चाहिँ अलिक भत्ता टाइपको देखेर त्यो ब्युटी चाहिँ हामीले फोटोग्राफरले क्याप्चर गर्ने नै त्यो ब्युटी हो। यो वेडिङ रिङको त्यो दिनमा भ्यालु हुन्छ है। अब क्लास बोलेन है, यसमा लाइट पुगेन। क्लास बोलेन के? क्लास बोलेन कि? अब याद गर्नुहोस् है यहाँनिर धेरै जसोको चाहिँ के हो त यो हात चाहिँ छातीमा राख्दाखेरि यस्तो फिजारिएको हुन्छ, फिजारिएको राम्रो देखिएन। कोहीको हात यस्तो हुन्छ कोपारा यस्तो देख्नु होइन। फोटोग्राफर यो पोजिङ त सबैले गर्छ अहिले। पोजिङ त तपाईँको चाहिँ कहीँ न कहीँबाट चाहिँ त्यो झिकेर कपी त सबैले गर्छ। तर के अरे यो छातीमा हात यसरी ठ्याक्क छातीमा हात यसरी मिलेर यसरी हात राख्नु र हात यसरी फिजारेर राख्नु फरक पर्छ। हात यसरी राखेर कोपारा यस्तो गरेर देख्नु फरक पर्छ। यसलाई चाहिँ ठ्याक्क मिलाएर राख्ने। ल खिच्नुहोस्। बल्ल मिल्दैछ है। ओके त्यतिकैमा दुईवटा पोज भइसक्यो। छोरी मान्छेलाई सारेको छैन होइन। अब त्यही बेलामा
अनुहारमा हेरा हेर गर्नुहोस् त त्यतिकै त्यतिकै अलि क्लोज अझै हेरा हेर गर्नु न ल खिच्नुहोस् न यस्तो खालको पोजहरू गरी हेरा हेर गरेको पोजहरू चाहिँ तपाईँ फुल बडी खिचेको राम्रो हुँदैन है खिच्दाखेरि जहिले पनि के भन्छ क्लोजअप नै खिच्नु अब त्यतिकैमा दुईजना हक गर्नुहोस् त आयो है हजुरको पोज नमिले हो क्या यताको पोज मिले हो हजुरको नमिले धेरै ग्याप भयो यस्तो खालको फोटोहरू हामीले चाहिँ फुल लेन्थ लिँदैनौँ नि यो फोटोहरू हामीले चाहिँ 3/4मा लिन्छौँ हाइट धेरै भयो होइन छोरा मान्छेको हाइट धेरै हुन्छ प्रायः अब के गर्छ छोरा मान्छेको हाइट घटाउने तरिका के हो छोरा मान्छे हाइट घट्छ नि त हो ल अब नजिक अब अहिलेको हाइट र अहिलेको हाइट फरक पऱ्यो होइन आउनै छ फोटोग्राफर त रेडी स्माइल भन्नु पऱ्यो नि खोइ त आफू स्माइल भइदिएछ आफै हाँसेर हुन्छ एकछिन है त ल स्माइल 1 2 3 एकचोटि है त स्माइल 1 2 3 ल यतिकै म चाहिँ यता हल्का भिडियो लगाउँदैछु है अनि यता चाहिँ अब प्रदीप सर हुनुहुन्छ है प्र्याक्टिकलको लागि रेडी हुँदै हुनुहुन्छ र यता पोज सिकाउँदै हुनुहुन्छ लिन फरवर्ड गर्दाखेरि के त यो फोटोहरू प्रायः यस्तो फोटोलाई फुल फोटो खिचिँदैन यो फोटो जहिले पनि 3/4 कि चाहिँ यहाँबाट यो खिचेको राम्रो देखिन्छ या यो सम्म यो फुल फोटो खिचेको राम्रो देख्दैन हाफ कटर त्यहाँ समात्नु हजुरले यता स्टेट यो तपाईँको नापेर पनि फर्काँदैन फोकस त आयो त सबैले के भयो यस्तो फोकस कडायो हो हामीलाई के सम्झेको होइन हामीले के सम्झेको होला के सम्झ्या अटोमा त राख्नु भएको छैन कहीँ अलिक कतिवटा खिचिसकेँ तपाईँ थाहा अब मैले सबभन्दा लो लाइटमा चाहिँ मनपर्छ क्या अब यो चाहिँ यसलाई चाहिँ यो चाहिँ ऊ बल्ल चाहिँ यसलाई चाहिँ के अरे र फाइल यो चाहिँ र हो क्या यो चाहिँ ऊ हो भाइ मलाई राम्रो निकालिदिनु है तपाईँ मान्छे राम्रो हुनुहुन्छ सिङ्गल हिट नबस्नको हजुर यहाँ फोटो मेरो एउटा सिङ्गल फोटो भन्दा भयो मैले मेरै हान्छु होइन तर F4मा 8मा राखेपछि चाहिँ ब्याकग्राउन्ड चाहिँ डेप्थ आउँदैन कम आउँछ होइन त्यसको लागि चाहिँ अल्टरनेट के हो त भने तपाईँले चाहिँ एन्टी फिल्टर हाल्ने होइन एन्टी फिल्टर मैले अहिले देखाएँ नि एन्टी फिल्टरले दिउँसोलाई रात पार्छ भने नि त यो एन्टी फिल्टरलाई हालिसकेपछि तपाईँले 2.8को बल्ल खिच्न सक्नुहुन्छ है अब यसलाई एन्टी फिल्टरलाई पुरै डाउन गरिदिनुहोस् यसको चाहिँ यो जति पनि उज्यालो छ पहिला अँधेरो बनाइदिन्छ होइन अब घाममा बस्दाखेरि जस्तो यो बहिनीको यसलाई समाउनु तपाईँ नै मोडल एकछिन घाममा हेर्नु त होइन ठिक छ अब यता फर्किनु ल हेर्नु त पऱ्यो अगाडि अब उहाँले पहिलो सुरुमा आँखा हेर्न सकेको छैन है दोस्रो कुरा चाहिँ नाकको मुनि चाहिँ कालो छाया छ होइन राम्रोसँग हेर्नुहोस् चिउडोको मुनि हेर्नु त कति कालो छाया छ होइन त्यसको लागि चाहिँ हामीले प्रयोग गर्ने भनेको यो हो ल हेर्नु त अब तपाईँ खिच्न सक्नुहुन्न यति गर्ने त हो नि यति सामान्य कुरा त हो ल खिच्नु न अब तपाईँ हेर्नुहोस् अनुहारमा हेर्नुहोस् पुरै लाइट डिफ्युज भएको छ हो अनुहारमा लाइट डिफ्युज भएको छ अनुहारमा कुनै पनि छाया छैन तपाईँले चाहिँ त्यहाँ के छ अब एन्टी फिल्टरबाट लाइट घटाइसकेपछि 2.8मा खिच्न सक्नुहुन्छ सामान्य कुरा हो नि त यो के हो त यो
2-3 हजारमा यो पाइन्छ त्यो 8-10 हजार 10-20 हजारको चाहिँ फिल्टर पाइन्छ त्यति र दाजुले खतरा खिच्ला जस्तो लागिसक्यो मलाई यहाँ हो नि के होला जस्तो छ टोपी हेरेरै थाहा हुन्छ कि कस्तो खिच्नुपर्ने हेर्नु माथि खिच्ने पनि कसरी फेरि त्यहाँ पनि दिनु पर्यो नि फेरि केलाई खिच्ने भने अझै खिच्नु न त्यहाँ पोज बिग्रिसक्यो रुल अफ थर्ड युज गरिरहनु अझै अघि अन गरिदिएको अलिक थोरै टाउको भन्दा माथि थोरै ग्याप छोड्नु अलिक थोरै उ गर्नु यसो थोरै कम गर्नु एघार एफ घटाउनु एटमै खिचेको अलि होइन कि एटलाई नगर्नु न एट नगर्नु न थोरै कम गर्नु कि कम होइन त्यहाँभन्दा कम त बढी हुन्छ छैन उता हो ओ भनेपछि यति बेला एन्टी फिल्टर चाहियो अनिवार्य भयो कम्पल्सरी तपाईलाई हजुरले अब त्यो सिंगल खिच्नु भएको छ पछाडि बोके चाहियो बरु यो टोपी नभएर भयो दाजु मलाई मन पर्यो हजुर अब यो एउटा कुरा के याद गर्नु दृढ छैन भने स्पिडलाई सटर स्पिडलाई बढाउने तर सटर स्पिड बढाउँदाखेरि के हुन्छ स्किनको टेक्सचर चाहिँ के बडी डिटेलमा आउँछ त्यति राम्रो हुँदैन त्यसको सोल्युसन भनेको एन्टी फिल्टर हाल्ने हो एन्टी फिल्टरको साटो अनि त्यो ह्यार्स लाइट छ नि जहाँ चाहिँ त्यसमा चाहिँ ह्यार्स लाइट छ त्यो ह्यार्स लाइटलाई चाहिँ के हो त कन्ट्रोल गर्ने के हो त यसको काम हो नयाँ भाइहरूले त्यो के हो यसो गर्नुहोस् त तपाईँहरूले चाहिँ दुईजनाको चाहिँ फोटो सुट गर्दैछ हो दुला दुलैको म चाहिँ नयाँ भाइ बहिनीहरूलाई हुनुहुन्छ अहिले रिफ्लेक्टिङमा हामी यता छौँ हामी यता यो गर्दैछौँ यता फेरि त्यो हेर्छु रे त्यत्रो भित्र के क्लास लिनुभयो तिमीले सिकाउनु त के गर्नु लाग्यो नचाहिने बिहान पोजिसन कसरी क्यामेराम्यानको पोजिसन कस्तो हुनुपर्छ भनेर सिके गर्ने यस्तो यता चाहिँ हाम्रो फोटोग्राफरहरू हुनुहुन्छ ल रेडी 1 2 3 घाम परो पक्कै पनि तपाईँहरूलाई चाहिँ समय अपुगै थियो र एक दिन जुन अनलाइनको तालिम थियो त्यो अनलाइनको तालिम दिनुभयो आज चाहिँ पोर्ट्रेट फोटोग्राफीको जुन तालिम हामीले दियौँ त्यो समय अलिकति अपुग थियो हामीले जति सिकाउन चाहन्थ्यौँ जति सिकाउन सक्थ्यौँ त्यो चाहिँ हामीले समय नपुगेको र त्यो प्रशिक्षार्थीहरूले पनि त्यो समय अभावको महसुस पक्कै पनि गर्नुभएको छ र जे जति तपाईँहरूले सिक्नु भएको छ यो चाहिँ सिक्ने र सिकाउने भन्ने कुरा चाहिँ कहिले पनि सकिँदैन मैले हिजो पनि भनेको थिएँ सधैँ भन्ने नै त्यही हो तपाईँहरूले आज जे सिक्नुभएको छ त्यसलाई चाहिँ तपाईँले चाहिँ घरमा गएर प्र्याक्टिकल गर्नु होला प्र्याक्टिकल गर्नु भएन भने तपाईँले यहाँ सिक्नुभयो घर गएपछि प्र्याक्टिकल गर्नु भने एक हप्तापछि के भनेको थियो अरे भन्ने त्यहाँ गइन्छ त्यसले गर्दाखेरि प्र्याक्टिस चाहिँ गर्नु प्र्याक्टिस गर्दाखेरि तपाईँलाई त्यस्तो अप्ठ्यारो पऱ्यो फेरि पनि तपाईँले चाहिँ कहीँ गएर अड्किनु भयो भने कहाँ त्यस्तो कसरी गर्न सकिन्छ त नि भन्ने त्यस्तो अप्ठ्यारो भयो भने तपाईँहरूले मलाई सिधै चाहिँ फेसबुकमा मेसेन्जरमा पनि तपाईँहरूले यसलाई कसरी गर्न सकिन्छ भनेर तपाईँहरूले मेसेन्जरमा पनि मेरो भक्त तामाङ नै छ फेसबुकमा मेसेन्जरमा तपाईँले मेसेज पठाउनु भयो भने म त्यताबाट पनि तपाईँलाई चाहिँ मेसेजबाट टेक्स्ट मेसेजबाट भयो भने म तपाईँलाई सहयोग गर्ने यहाँलाई ओ प्रदीप सर लिफा छुट्टे छ विमल दाइ लिफा छुटेछ त मेरो त ल फाइनल्ली प्रोग्राम चाहिँ हुँदैछ तर लास्टमा चाहिँ सकिँदैछ सो म चाहिँ निस्किसकेँ है अनि पानी पनि पर्ला जस्तो लाग्यो अनि प्रोग्रामहरू पनि अरू प्रोग्रामहरू लगभग सकिसक्यो अनि लास्टमा रमाइलो भयो है 2 दिनको प्रोग्राम तर भिडियो चाहिँ मैले 1 दिनको मात्र लिएँ सो आजलाई चाहिँ मेरो भिडियो एन्ड गर्न चाहन्छु है त ल फेरि अर्को भिडियोमा भेटौँला अहिलेलाई चाहिँ बाई बाई भन्न चाहन्छु बाई बाई